So, good morning everyone from Elstone and welcome to day 4 of our road trip journey. अनि हामी चाहिँ भर्खर उठ्यो अहिले चाहिँ बिहानको लगभग 7:30 भइसक्यो हैन चिसो छ के वेदर चाहिँ अनि हल्का फुल्का प्याकिङ सुरु गर्न लाग्यो त्यही अब हिजो के युज गर्यो नि त लाइक भन्नाले के भन्छ रे खानेकुराहरू कपडाहरू चेन्ज गरियो कपडाहरू त्यस्तो भएको अनि सायद हामी यहाँबाट चाहिँ हिजो भन्न चाहिँ 6-7 बजे भने सायद आज चाहिँ हामी यहाँबाट अहिले 8 बजे मुभ हुन्छौँ होला 8 बजे अफिस खुल्छ अरे अनि हामी टक्क यो कोस्टल रोड घुम्दै हामी आज वेस्टर्न अस्ट्रेलियाको बोर्डर पुग्छौँ बिचमा घुम्दै सो स्टे ट्युन गाइस एन्ड ल एकछिनलाई चाहिँ ड्राइभर चेन्ज गाडी चाहिँ कुसुमले चलाउँछ एकछिन म चाहिँ एकछिन प्यासेन्जर हामी चाहिँ अब यो यता एलिस्टनको यता कोस्टल एरिया रहेछ अलिकति पारी माथि त्यो एरिया जान्छौँ त्यहाँ गएर भयो भने चाहिँ ड्रोन सोड उडाउँछु हेरौँ के हुन्छ लास्ट अनलक्की भयो कि वेदर पनि सिट ठाउँ चाहिँ बवाल तर वेदर चाहिँ सिट के सो मैले चाहिँ एउटा मफिन लिएँ हैन यो पेरी चिकन रोयल 2टा लाटे हामी यहाँ बस्दैनौँ टेकवे लाने जस्ट कफीको लागि वेट गरे हो तिमी बस्दै गर नि त म यसो हावा हेरेर आउँछु कफी भयो भने भन है त म यता जान्छु ए हावा चाहिँ गर्दै गर्छु कि सर्भिस सेन्टर देख्ने बित्तिकै फ्युल चाहिँ टपअप गरिहाल्नु किनकि एकदम यहाँ चाहिँ कहिलेकाहीँ 500 किलोमिटर 200 किलोमिटरसम्म पनि अब फ्युल ट्याङ्क हुँदैन कि सो त्यही भएर फ्युल चाहिँ एकदम ट्याकटुक गरिहाल्नुपर्छ है ल गाइस कफी आयो ल कफी आयो कुन चाहिँमा सुगर छ दुईटामा कुन सुगर हाले यो चाहिँ हाम्रो आजको फर्स्ट मिल फर्स्ट कफी चियर्स जस्ट हावा चेक गरेँ चिनी हालेको मिठो लागेन मलाई सो हावा चेक गरियो होइन हावा ठिक छ खास मैले यो चाहिँ यहाँ माउन्ट गरेको थिएँ होइन खसेको थाहै भएन कि आधी घन्टासम्म यहीँ के धन्दा कसैले नखिचेछ यार एभ्रिथिङ इज ओके छ खास यो भ्यूको लागि खिच्या हो ठिकै छ बेलामा चाहिँ बाहिर पनि बोर्ड देखेको थियो त्यसमा चाहिँ हामीले अर्को भिडियो
बाटो हो तर यस्तो पुरै दर 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 ठाउँ चाहिँ राम्रो छ के भरौँ होइन तर त्यहाँसम्म पुग्नलाई बाटो चाहिँ यस्तो छ कि पुरै किनकि हाम्रो गाडी चाहिँ लोड पनि छ नि त अलिकति टायर प्रेसरहरूले गर्दाखेरि चाहिँ अघि चाहिँ 10 मिनट भोट देखिसक्यो अझै 4.2 किलोमिटर 4.1 किलोमिटर छ भिडियोहरु गर्यौं अनि हामीले लगभग आधी घण्टा जति बस्यौं अब चाहिँ फर्किन लाग्यो सब क्याराभ्यानमा हैन हामी मात्रै हामी मात्रै सेडानमा भएन भने त्यो खरीको बचाएर ढुङ्गा हालेर आयो खेलाउन वेलकम टु तालिया क्याम्प ग्राउन्ड पनि रहेछ योभन्दा अझै उता पनि बवाल छ केभहरू तर हामी योभन्दा उता चाहिँ नजाम हैन हामीलाई अझै अर्को डेस्टिनेसनमा जानु छ सो हामी त गएन अब चाहिँ फर्किँदै बाटो चाहिँ सबै यस्तो छ कि बाटो चाहिँ पुरै भएको छ बाटो किनकि वहाँबाट इन्ट्री हुने बेला 10 मिनेट देखाएको थियो हामी झ्याप्पै 10 मिनेटमा आएर ठ्याक जान पाएको भए जान्थ्यो होला तर हामीलाई आउन नै आधी घण्टा लागिदियो कि फेरि टाइम वेस्ट भयो फेरि हामी उता आज चाहिँ अर्को होटलमा जानुपर्छ 8 घण्टा लाग्छ अब हामी चाहिँ 5 बजे पुग्ने हिसाबले सोचिदियो अब यस्तो तालले त 9:50 ठाउँ चाहिँ बवाल है एकदम भन्नुहुन्छ नि त के भन्छ अरे केही चिज पाउन अथवा केही चिज हेर्नुलाई सङ्घर्ष स्ट्रगल भने जस्तो सङ्घर्ष गर्नुपर्छ दुःख गर्नुपर्छ केही चिज त्याग्नुपर्छ भने जस्तै अब आधी घन्टा 1.5 घन्टा 2 घन्टा लाग्यो त्यहाँ पुगेर यहाँ आउन है हेलो सिटमा एनिवेज वर्थ इट भयो अब चाहिँ मारिहाल्नुपर्छ अहिले चाहिँ हामी सेडुना आइपुग्यो र स्पेसली यो ठाउँ चाहिँ मान्छेहरूले प्राय साउथ अस्ट्रेलियाबाट उता एडिलेडबाट पर्थ जाने बेलामा चाहिँ स्टे गर्ने ठाउँ हो यहाँ चाहिँ धेरै जसो होटेल क्याराभ्यान पार्कहरू हो र यो सानो टाउन छ रमाइलो छ बिचहरू सबै नजिक छ सर्भिस सेन्टर सपिङ सेन्टर पनि यहाँ नजिकै हो सो आफ्टर सिड्युना पछि चाहिँ हामी यता मेन हाइवेबाट लेफ्ट लिएर हामी यता पिङ्क लेकतिर आएको छौँ होइन बाटो चाहिँ अलिक ग्रेभल छ यहाँको बाटो त्यही भएर सुस्तावरी आएर चाहिँ पछाडिबाट गाडीहरू आइरहेछ होइन युटहरू तर मेरो हामी चाहिँ सेडान हो नि त त्यही भएर स्लोली गइन्छ उनीहरू ओभरटेक गरेर जान्छ अब हेर्नु है गयो अब हाम्रो त फेरि कुदाउनु मिल्दैन नि त त्यहाँ चाहिँ हामी लगभग 3:14 पुग्छौँ होला 21 मिनट देखाएको छ बढ्यो नि त यो ग्रेभल बाटो भएर
चाहिँ एकदम सिट छ क्या वेदर। अब राम्रो घाम लागेको भए अब पिङ पनि यताउता साइन हुन्थ्यो होला, तर अब होप्सी के हुन्छ, होप्सो के हुन्छ, अब राम्रै होला नि होइन। 4 a.m. Headlights through my window like sunlight blazing in. You lay your head down, square on the wheel, and that horn is sounding through the night's tender still. And I've got to thinking your heart ain't worth this pain. अहिले चाहिँ 3:30 भइसक्यो होइन। अनि बाहिर वेदर चाहिँ एकदम क्लाउडी छ, केही पनि थाहा देखेको छैन कि एकदम सिट छ कि। अनि हामी चाहिँ यता पिङ्क लेकतिर आएको थियो होइन। पिङ्क लेक पनि एक्सपेक्टेसन भर्सेस रियालिटी देखाइदिइहाल्यो। अनि सो अब हाम्रो नेक्स्ट स्टप भनेको चाहिँ उता बोर्डर हुनेवाला छ होइन, वेस्टर्न अस्ट्रेलिया र साउथ अस्ट्रेलियाको बोर्डर। अनि म्याप लगाएको म त तर्सिएँ कि। एराइभल कति टाइममा देखाएको थाहा छ? 8:09 बेलुकाको। ओ माई गड। अब चाहिँ लगभग 4.5 घन्टा लाग्छ नन स्टप गयो भने। तर हेरौँ बिचमा कतै टोइलेट आयो भने रोक्छु होला, नत्र चाहिँ नन स्टप जान्छु। अनि वेदरले आज साथ दिएन क्या। यस्तो पिङ्क लेक र होइन थुप्रै बुढाबुढी चट्ट यता पिङ्क यता पानी होइन, पिङ्क एन्ड ब्लू चट्ट ड्रोन सट उडाम भनेको खुसै भयो। एनिवेज केही छैन, अब त्यही त हो नि। अब लक भएको भयो, अब किस्मत भएको भए धेरै कुराहरू हुन्थ्यो, किस्मत भएर फ्युचर फेरि आउनेछ। युथ लिएर सर 4x4 के अरे जेम्सको गीत छ नि, धम्पुसमा 4x4 सर भने जस्तो पिङ्क लेकमा 4x4 सर रुफमा रुफ टेन्ट हालेर बाटो चाहिँ एकदम खत्तम बाटो। बाँकी छ होइन। अनि यहाँ एउटा चाहिँ मेरो पछाडि एउटा रोड ट्रेन छ र एउटा अगाडि छ, यो चाहिँ मेलबर्नबाट आएको रहेछ होइन। अनि यिनीहरू चाहिँ पन्जाबी रहेछ। कसरी भन्दाखेरि चाहिँ मैले एउटा वकिटकी लिएर आएको छु होइन। अनि खास बाटोमा चाहिँ तपाईँको कति हुन्छ 40 हो क्या च्यानल, तर यिनीहरू चाहिँ 39 राखेर बिचरा आफै साथीहरू बोल्दैछ, तपाईँहरू सुन्ने हो।
क्वारेन्टाइन चेक पोइन्ट रहेछ नि त यता तर त्योभन्दा अगाडि चाहिँ हामी यता गइन्छ नि त कता होटेलमा सो भोलि चाहिँ हामीले यहाँ बोर्डिङ पासमा साउथ अस्ट्रेलिया वेस्टर्न अस्ट्रेलियाको बोर्डरमा चाहिँ हामीले सामानहरू के ल्याएको छौँ भनेर त्यो चाहिँ डिक्लेयर गर्नुपर्छ होइन यहाँ चाहिँ यस्तै प्लान्टहरू फ्रुट्सहरू होइन हनी भेजिटेबल प्लान्ट सिड होइन त्योहरू सबै डिक्लेयर गर्नुपर्छ र हामीले पनि यति यो सामानहरू लिएर आएको थियौँ हाम्रो योहरू हाम्रो यो चाहिँ सिडमा पर्दो रहेछ होइन यो मसलाहरू हामीले यो घर खाने कुराहरू लिएर आएको थियो अब यस्तो लगेर के हुने हो कि होइन यो त प्रायः चिया सिड हो यो त प्याकेजिङ छैन यो त फाल्नै पर्छ कालु यो जिम्बु हो यो पनि फाल्यो अब यो पनि सिड त होला नि यो किनुवा खास डिक्लेयर गर्ने हो अब योहरू त अब सिल प्याक हो होइन भोलि डिक्लेयर गरौँ न फाल भयो भने फालिदिउँ ल नत्र चाहिँ 5,000सम्मको फाइन पर्छ अरे कि 5,000 हुने कुरा यो त कोदोको पिठो हो यो चाहिँ खान पर्छ होला यार अस्ति उसमा हालेर आउनुपर्ने रहेछ बरु सिर्जनालाई दिएर आउनुपर्ने रहेछ किनकि भोलि बिहान पनि हामी बिहानै उठेर जानुपर्ने हुन्छ त्यही भएर अहिले नै यताउता गरे हो 10 मिनट फाल्दै भइहाल्छ यो पनि भाइ पनि हुन्छ फाल्यो किनौँ न अब के भन्नु अब यो सिल प्याक भएको छुट्टै हुन्थ्यो यो फेरि सिल प्याक भएन तपाईँहरूलाई नि के थाहा छ तपाईँहरूले नि ट्राभल गर्नुभएको छ साउथ अस्ट्रेलिया अथवा मेलबोर्नबाट पर्थ बोर्डिङ पासमा के चेक गर्छ के कुरा लान पाउँछ यसो कमेन्टमा लेखिदिनु है इफ तपाईँहरूले हेरिराख्नु भएको छ भने सायद त्यतिखेरसम्म चाहिँ हामी गइसक्छौँ होला त्यही पनि कमेन्ट गरिराखिदिउँ न अरूहरूलाई इन्फर्मेसन हुन्छ त्यो कुराहरू बुझ ल अहिले आएर हेरौँ न के पर्छ अहिले चाहिँ खाना खान जाउँ अरूभन्दा नि यो यसको मेट्रोकै के भयो के डाउनलोड गर्नुपर्छ भन्थ्यो अहिले खाँदै गरौँ न एकचोटि ल गाइस रेस्टुरेन्टमा भेटौँ ल है त ल हामीले चाहिँ एउटा ल्याम्स्याङ्क अर्डर गऱ्यौँ अनि यो चिकन क्यासिटोरी अर्डर गरेछौँ अर्डर नम्बर 31 वाइफाई चाहिँ कनेक्टै भएन कि के भयो तिनीहरूलाई हामीले यो दिन चाहिँ यो कोड हाल्नु तर कसरी हाल्नु खाना आयो ल्याम्स्याङ्क वाउ चिकन सोया कति घन्टापछि धेरै घन्टापछि है खाना मिठो ल सुरु है त गाइस हेलो सुरु चिकन मिठो है खाजा पनि खाइयो होइन अब चाहिँ रेस्ट गर्नुपर्छ भोलि बिहानै भोलिको यात्रा पनि एकदम लामो छ भोलि बिहानै उठेर जानुपर्छ Good morning everyone once again welcome back to some vlogs अहिले चाहिँ हामी
बोर्डरबाट अब निस्किन्छौँ मोटरबाट चाहिँ चेकआउट भयो 3 किलोमिटर बाँकी छ गाइस अहिले चाहिँ हामी वेस्टर्न अस्ट्रेलिया साउथ अस्ट्रेलियाको बोर्डरमा बाहिन्ने एउटा कङ्गारू छ होइन यो चाहिँ पुरै के छ भेजिमाइटको साइनमा लोगोसहरू दिएको छ क्या डार्विन चाहिँ 2762 किलोमिटर ब्रिस्बेन 2750 किलोमिटर मेलबर्न कहाँ छ एडिलेड 1320 किलोमिटर मेलबर्न छैन सिडनी मेटिएको छ पर्थको नि मेटिएको छ सो यो चाहिँ बोर्डरको टक्क है हेलो के छ गुड मर्निङ है गुड मर्निङ निन्द्रामै छ है कालो चाहिँ सो अब चाहिँ हामी यहाँ तेल हाल्छौँ होइन अनि यहाँ चाहिँ बोर्डिङ चेक छ यो एरियामा बोर्डिङ चेक गरेर अनि त्यसपछि सिधै स्ट्रेट टु 90 त्यसपछि सिधै स्ट्रेट टु 90 माइल्स स्ट्रेट रोडमा हामी जान्छौँ हिलो भयो फोटो खिच्ने हो लगाइस फर्स्ट मिल कफी लिए होइन विदाउट कफी त ड्राइभ गर्ने गर्छ कफी अनि यो तीनटा स्टिकर लिएको एउटा चाहिँ यो वेस्टर्न अस्ट्रेलियाको बोर्डरको स्टिकर एउटा चाहिँ आई क्रस दि नुलाबोवाला नलबो भन्छ कि कसरी के भन्छ अनि एउटा चाहिँ यो वाला स्टिकर दुईवटा स्टिकर लिएछु कोही गिफ्ट कोही आफूलाई होइन मनपर्छ लिएको सो नाउ इट्स टाइम टु क्रस दि बोर्डर एउटा त्यहाँ फोटो पनि खिच्नुपर्ने हो वेलकम टु वेस्टर्न अस्ट्रेलिया लेखेको सायद त्यहाँदेखि खिच्छु म फोटो त्यस्तो खानेकुरा त चाउचाउ यति पोका फालेको सायद नफाले नि हुने होला तर के भरे एउटा सानो कुराले गरेर पकेटमा झन्झट मात्रै भयो भने जो हुन्छ होइन त्यही भएर एक पोका त फाल्यो हामी फेरि भेटौँला पछि होइन क्वारेन्टाइन चेक पोइन्ट यो चाहिँ पुरै यो इलेक्ट्रिक गाडीहरूको लागि रहेछ अनि सो हियर वेलकम टु वेस्टर्न अस्ट्रेलिया तर पुरै उस भयो क्या त्यो साइन त लाइट भेहिकल चाहिँ उता रहेछ है यो ओभरसाइज भन्दा पहिला जानुपर्छ पुरै पुलिसै बस्यो भन्दै चाहिँ light vehicle checkout, process to stop sign and prepare vehicle inspection. Hi morning. How are you? Quick quarantine check on your car, thank Yes. you. I'll just get you to turn that off while you're here. Thank you. Okay. And anything on the board in front of you you have to declare today. Any fruit or packaged salads with you? No. We have a sauce, like hot sauce. Oh no, that's okay. That's okay? That's fine. Yeah. Okay. So I'll just get you out. I'll have a look. You've got a fridge there, so I'll look at Yeah. that. And Yeah. in your boot as well, please. Okay. Thank you. No plans? ल चेक भयो फ्रिज सब चेक भयो होइन के होइन त्यसले चेक गर्थ्यो नि त पछि पुरै हुनसक्छ ओहो मैले त म्याप लाउनै बिर्सेको यहाँ जाऊँ न यहाँ जानु मिल्छ नि
गाइस हामीले चाहिँ बोर्डिङ पास चाहिँ भयो होइन बोर्डिङको चेकिङ यताउति चाहिँ भइसक्यो खासै त्यस्तो सामान त थिएन अब ड्रिङ्क्स नर्मल त्यो कुराहरू नर्मल हुन्छ अरे मैले त म्याप पनि लाएको छैन बोर्डर हो तपाईँको यता साउथ अस्ट्रेलिया यता वेस्टर्न अस्ट्रेलिया सो हामी चाहिँ यता वेस्टर्न अस्ट्रेलियातिर जाँदै यता साउथ अस्ट्रेलिया बाई बाई साउथ अस्ट्रेलिया एन्ड मेलबर्न होइन धेरै कुराहरू भुल्न मन लाग्यो अहिले त बोर्डर देखेर सो यहाँ चाहिँ एक दुईवटा फोटोहरू लिन्छौँ होइन हामीले चाहिँ एउटा भिडियो बनाउन सक्यो यस्तो होला यस्तो जस्तो तपाईँहरू पनि यो आउनुभयो भने चाहिँ सकेसम्म केही नल्याउने कि सबै कुरा पाइन्छ यहाँ नेपाली खानाहरू यताउता सबै कुरा पाइन्छ होइन फेरि किनेर खानु भरे अब फोकटमा फाइन साइन पर्नु पनि त्यो मात्रै हुन्छ तर यो अप टु यु है सबै आफ्नो इच्छा हो मैले चाहिँ केही ल्याउनु अब डाइरेक्ट इकुला अनि इकुला अनि इकुला पछि चाहिँ एउटा ठाउँमा फ्युल स्टपमा रोक्छौँ 200-300 किलोमिटर पछि अनि त्यसपछि 90 माइल्स स्ट्रेट त्यो बाटोमा त्यहाँ रोक्छौँ अनि त्यसपछि त्यो 90 माइल्स कटेपछि चाहिँ त्यो के हो 90 माइल्स त्यो बाटो कटेपछि त्यहाँ ड्रोन सुन उडाउँछौँ भन्छ भने त्यसपछि सकेसम्म आज हामी धेरै स्टप गर्दैनौँ किनकि अब आज चाहिँ त्यस्तो धेरै घुम्ने ठाउँ पनि छैन कि त्यही एउटा त्यही 90 माइल्सको त्यही बोर्डमा हो होइन त हो नि ल बाई बाई साउथ अस्ट्रेलिया ल बाई बाई गरिदिउँ बाई बाई एडिलेड बाई बाई मेलबर्न सबैलाई बाई बाई होइन मेलबर्नबाट लगभग 2203 किलोमिटर हामी हिँडिसक्यौँ टोटल होइन टोटल मात्र अनि धेरै टाढा हो यो भनेको होइन चाहिँ हामी दुइटाको एकदमै लाइफको एकदमै मेमोरेबल एउटा मोमेन्ट हुनेवाला छ र अर्को भनेको चाहिँ हामीले चाहिँ वर्ल्डको कि अस्ट्रेलियाको एकदम 90 माइल्स 100 कति किलोमिटर चाहिँ एकदम स्ट्रेट बाटो क्या सिधै स्ट्रेट नो एनी राइट टर्न नो एनी लेफ्ट टर्न होइन त्यो पार गर्नेवाला छ त्यो चाहिँ हाम्रो एकदम लाइफको नै एउटा माइलस्टोन हुनेवाला छ र अनि एउटा हाम्रो लाइफको एउटा रेकर्ड हुनेवाला छ त्यही भएर आज चाहिँ
हामी चाहिँ काइगुना भन्ने ठाउँमा आइपुग्यौँ होइन यहाँ चाहिँ तेल सेल हाल्छौँ होला हो काइगुना यसपछि चाहिँ आउँछ बल्ल 90 माइल्स स्ट्रेट रोड यहाँ चाहिँ फ्युल टपअप गर्नु पर्यो फ्युल चाहिँ लगभग आधी एउटा एक लाइन सकियो भनौँ न माइलेज चाहिँ राम्रो दिइरहेको छ यो गाडीले लगभग हामी अहिले चाहिँ बोर्डरबाट 395 किलोमिटर हिँडिसक्यौँ अब रिमेनिङ भनेको 372 किलोमिटर अनि टोटल मेलबर्नबाट चाहिँ हामी 2552.6 किलोमिटर हिँडिसक्यौँ होइन अनि माइलेज चाहिँ राम्रो दिइरहेको छ कि 6.7 त्यो भनेको राम्रै हो वेलकम टु काइगुना रोड हाउस के खालु ल हामी चाहिँ सर्भिस सेन्टरमा के खाजाहरू लिनु पर्ला तेल चाहिँ फुल भइसक्यो गाडी चाहिँ यहाँ छ है पार्किङमा चट्ट महँगो त महँगो है 2.25 कि कति गर्नु के लिने यो लिङ यस्तो म्याग्नेटवाला लिङ हो 90 माइल्सवाला यस्तो लिने यो चाहिँ फ्रिजमा टास्ने त्यो केमा टास्ने यो 90 माइल्सवाला हो क्या एक्रस द नुलाबु यो आई क्रस त यो चाहिँ मैले किनिसकेँ होइन यत्तिकै भित्तामा टास्ने हो सही छ डबल रहेछ कि सही छ के लिगौँ न त सम्झनाको लागि के लिने होला त यो हो त गाडीमा टास्नु भइहाल्यो कि यस्तो यो टाँसेर यहाँ लिने Can you do one chicken burger? Yes. And one that makes fruit, the big one, the container one? Prep it itself, sir. Yes, just Oh. like a burger. The burger from takeaway or from here? Fruit. जाम अब त्यो साइनमा चाहिँ जाम फोटो खिचौँ ड्रोन उडाम अनि त्यसपछि त पुरै सिधै त्यसपछि आइपुग्छ So you can see guys 90 miles straight so there Australia longest straight road right Australia longest straight road is like यो चाहिँ 90 miles भनेको यस्तै 100 कति माइल्स चाहिँ एकदम स्ट्रेट चाहिँ यहाँ बसेर डक्क फोटो खिचिन्छ होइन भिडियो ड्रोन उडाइन्छ सेटअप गर्दै गर So finally हामी 90 miles स्ट्रेटमा आइपुग्यौँ अस्ट्रेलियन लङ्गेस्ट स्ट्रेट रोड जुन चाहिँ 100 भन्दा कति 100 कति किलोमिटर स्ट्रेट के नो दायाँ बायाँ स्ट्रेट मैले अघि नै कुरा गरेँ भिडियो सिडियो बनाउँछु ड्रोन उडाउँछु वेदर चाहिँ राम्रै छ काइगुनाबाट हामी लगभग 30-35 किलोमिटर अगाडि आइसक्यौँ होइन अघि सरी फर द्याट अघि मैले चाहिँ यस्तै 115-100 कति भनेको थिएँ
50 कति किलोमिटर छ क्या अझै हो भाइ बोल लागेको थियो नितो लाग एउटा सर्भिस सेन्टर भेट्यो है हामीलाई बालाडोनिया भन्नेमा बालाडोनिया भन्ने लोकेसनमा पछाडि देखाएको थियो होइन तर यहाँबाट रहेछ गाडी आएको छैन कहाँ हो यहाँ रहेछ बालाडोनिया भन्ने सर्भिस सेन्टर यहाँ हो भविष्य चाहिँ यहाँ छ कि ठ्याक्क मेरो साइडमा टक्क युटमा होइन टक्क गाडी लिएर बाइकमा छोराछोरीलाई बाइक आफूलाई बाइक होइन फ्युचर यहाँ रहेछ मेरो पछाडि अन्त गाडीमा पुस पनि थै पर्छ तर एक चिसो ठिक हुन्छ नि एउटा तिनवटा मलाई त्यो भिडियो चाहिँ अलिक सुनसान छ त्यहाँ म्युजियम पनि रहेछ म्युजियम पनि डुने बुझ्नु त धेरै कुराहरू बुझिएन ढिलो भएर तर हेऱ्यो मान्छेहरू अब हिस्टोरिकल कुराहरू अनि यहाँ सुरुमा लाइक लङ्गेस्ट अस्ट्रेलियाको लङ्गेस्ट एन्ड हार्डेस्ट गाडीको कार ड्राइभ गरेको रहेछ पहिलाको मेन ट्रान्सपोर्ट चाहिँ यस्तो क्यामेल राइडहरू गरिरहेको चिप्स अङ्कलहरू चाहिँ सायद क्यामलको होला है यो चाहिँ पहिला सुन बोक्ने भाँडा रहेछ होइन सो हामी चाहिँ अहिले यहाँ छौँ बालाडोनियाबाट हामी यहाँ पुग्छौँ नोर्सेम त्यसपछि भोलि यहाँ एक्सपिरियन्स घुम्छौँ त्यसपछि अल्बनी एक नाइट बस्छौँ त्यसपछि स्ट्रेटली च्याङ पर्थ सो इन्डियन ओसियन यो चाहिँ खास अर्कै कुराको हो मैले चाहिँ यत्तिकै म्याप बनाइदिएँ यो चाहिँ के रहेछ खास कि सेटेलाइटहरू के टुक्राहरू झरेर स्काई लम्प ओभर साइज किचन अब कति ठुलो ठुल्ठुलो another one भोलि हामी चाहिँ यता गइन्छ एक्सपिरियन्सतिर यो चाहिँ बिपी अहिले चाहिँ प्रिन्ट चापी लिन गएको छ अफिसमा त्यसपछि थाहा हुन्छ हाम्रो कुन चाहिँ रुम भनेर आजको हाम्रो स्टे यहीँ ल अहिले चाहिँ हामी यहाँ नोर्सेमाको क्याराभेन पार्कमा अलिकति यो एक्सिसको लागि अलिकति झ्याउ भयो अब फर्स्ट टाइम आएको अब थाहै हुँदैन नि त उनीहरूले चाहिँ हामीलाई कोड नम्बर मात्रै दिए रहेछ हामीले सोच्यो अब रुमको कोड नम्बर भनेर तर रुम नम्बर कति हो के हो केही थाहा थिएन अनि फेरि फोन गऱ्यो ल हामीलाई थाहा भएन रुम नम्बर कति हो भनेर सोधेको त यति यति हो भने
पछि गएर अफिस अगाडि गएर हेरेको चाहिँ त्यहाँ चाहिँ तपाईँको एउटा की बक्स हुँदो रहेछ त्यहाँभित्र चाहिँ नाम लेख्दै राख्दो रहेछ र अनि त्यो पेपरभित्रमा चाहिँ रुम नम्बर हुँदो रहेछ कि आफ्नो नाम लेखेर बुकिङ नाम सहितको थाहै भएन सो एनिवेज केही छैन ल अब हाम्रो चाहिँ हाम्रो चाहिँ 12 हो 12 नम्बर अनि आजको नाइट स्टे चाहिँ हाम्रो यहाँ हुनेवाला छ है त ल सो हाम्रो आजको नाइट स्टे चाहिँ यहाँ हुनेवाला छ यो चाहिँ सानो अपार्टमेन्ट जस्तो टाइनी हाउस जस्तो रहेछ होइन किचनहरू छ फ्रिजहरू अनि एलिस्टनमा बसे जस्तो टेबलहरू अनि यता चाहिँ होस्टेल बेड माथि तल होइन यता चाहिँ मास्टर रुम जस्तो तर अब ठिकै छ बाटोमा होइन यतिको एकोमोडेसन पाउनु भनेको राम्रो कुरा हो प्राइस अनुसार ठिकै छ है त ल आजको हामी नाइट स्टे यहाँ गर्छौँ एकछिनपछि भेटौँ भाइ ल हामी चाहिँ अहिले बिपी आएको यहाँको स्टोर खुल्ला भनेको यही रहेछ यो चाहिँ 24 आवर्स रहेछ खानेकुराहरू के हुन्छ यहाँ किनेर लान्छौँ अनि बेलुका चाहिँ गएर माइक्रोवेभमा तताएर खाउँला होइन सेलाएछ भने तर बेलुका चाहिँ पाइँदैन कि किनकि यो एकदम रिजनल ठाउँ हो नि त त्यही भएर टक्क के पाइन्छ बिबीमा अब खानेकुराहरू धेरै पाइँदो रहेछ सो लगाइस अहिले चाहिँ 6:26 भइसक्यो होइन वेस्टर्न अस्ट्रेलियाको टाइमले चाहिँ 6:26 अनि टेम्परेचर चाहिँ लगभग 27 जति छ होइन जस्तो भनेको नर्मल हो भोलि पनि ठिकै छ पर्सि चाहिँ 40 डिग्री छ सो अहिले चाहिँ बाहिर हेर्दाखेरि उज्यालै छ होइन तर हामीले चाहिँ अब आज चाँडै खाम अनि सुतेर भोलि बिहान चाहिँ फेरि अर्को डेस्टिनेसन जानु छ त्यही भएर हामीले खाना लिएर आएको थियौँ यो खाना चाहिँ यहीँ नजिकै सर्भिस सेन्टर रहेछ बिपी त्यहाँबाट चाहिँ किनेर लिएर आएको यो मिक्स के हो मिक्स ग्रिल हो ओ सिट चिसो भयो एकछिन माइक्रोवेभ तताउने हो चिसो भइसकेको छ मिक्स ग्रिल अनि यो स्यालेड अनि यही खाएर आज हाम्रो यो लास्ट मिल हो अनि बुढाबुढीहरूले ड्रिङ्क्स चट्ट पावामा अनि त्यही हो आजको ड्राइभ पनि राम्रो भयो होइन आज डे 4 भोलिबाट डे 5 सुरु हुन्छ अनि भोलि छुट्टै बवाल ठाउँमा जान्छौँ होइन फेरि बवाल भिडियोहरू बनाउँछौँ यात्रा जारी नै छ भिडियोहरू तपाईँहरूलाई कस्तो लागिरहेछ होइन जति सक्दो बनाएको छु अब आफूले सक्ने सक्दो बनाएको छु अनि खास हामी चाहिँ अब छुट्टै अब घुम्नै हिँडेको छुट्टै हुन्छ तर हामी चाहिँ अब स्टेट मुभ भयो त्यही भएर टाइम पनि हिँड्नु पऱ्यो र बिचमा अलिकति मेन कुराहरूलाई चाहिँ लिएर भिडियोमा पनि मेन कुराहरू मेन ठाउँहरू फेमस ठाउँहरूमा मात्रै स्टप गरेर हामीले भिडियोहरू बनाएको छु सो तपाईँहरूलाई मन पराइदिनु भएको छ होला भिडियो हेरेर रमाइलो लिइदिनु भयो होला होइन केही अब क्वेसनहरू केही यताउता छ भने कमी कमजोरी छ भने प्लिज कमेन्ट पनि गर्नु होला र मेरो पुरानो भिडियोहरू पनि हेरिदिनु होला होइन हेरिदिनु होला हेर्नु पनि हुन्छ सो सबैजनालाई थ्याङ्क यू होइन हेरिदिनु भएकोमा सपोर्ट गरिदिनु भएकोमा अझै पनि सपोर्ट गरिदिनु अब चाहिँ अलिकति कन्टिन्युस दिनु पऱ्यो कि अब पथमा गएर अब अहिले चाहिँ अलिकति कामहरू पनि त्यस्तै छ काम पायो भने त बिजी होला तर पनि सकेसम्म यसलाई कन्टिन्युस दिने ट्राई गर्छु र तपाईँहरूको केही अब सजेसन होइन त्यस्तोहरू छ भने त्यही नयाँ कन्टेन्ट कसरी बनाउने त्यस्तोहरू छ भने चाहिँ प्लिज मलाई सजेस्ट गर्नु होला गाइस त्यही जे होस् खानाको चाहिँ अलिकति प्रब्लम चाहिँ हुन्छ भन्न अब कुनै ठाउँमा चाहिँ अब खानाहरू राम्रोसँग पाएँ कुनैमा चाहिँ पाएन जे होस् ठिकै छ अब फेरि स्टेट बोर्डर गर्दाखेरि चाहिँ अब प्लान्ट्स अनि यो सिड्स अनि यो एनिमल प्रोडक्ट अनि हनी यताउतिहरू चाहिँ ल्याउन नमिल्दो रहेछ फ्रुट्सहरू त्यही भएर हामीले खासै किनेनौँ अनि भित्र एन्टर भएपछि नि अब इनकेस अब मासु यताउति ग्रोसरीहरू भयो भने किनेर यहीँ बनाएर खाने प्लान थियो हाम्रो चाहिँ अनि यहाँको चाहिँ एउटा ग्रोसरी सप रहेछ जुन चाहिँ 1 बजे बन्द हुँदो रहेछ कि विकेन्डमा चाहिँ हामी चाहिँ यहाँ चाहिँ 4 बजीतिर आइपुगेको थियो होला त्यसले गर्दा चाहिँ हामी त्यही बिपी ट्रकबाट किन्यौँ अब यही खान लाग्यो आजको लागि डिनर खाएर रेस्ट गर्ने अब हेर्दा त मिठै छ होला जस्तो खालको अरे चिसो छ म तताउँछु ल यहाँ चाहिँ खास मान्छेहरू चाहिँ खास यो क्याराभ्यान पाएको होइन मान्छेहरू चाहिँ यसरी आउँछ क्याराभ्यान लिएर टक्क होइन आफ्नो क्याराभ्यानहरू लिएर आउँछन् अनि स्पोर्टको लागि मात्रै पैसा तिर्छ एराउन्ड 50
अराउन्ड 25 to 50 छ होला यसरी आउँछन् बस्छन् आफै खान्छन् हाम्रो चाहिँ अब क्याराभेन होइन नि त सो त्यही भएर हामीले चाहिँ यो घरै बुक गरे हो सो त्यही भएर हामीले घरै बुक गरे हो त्यही हो घर मैले अघि नै देखाइसकेँ सो त्यही हो गाइज थ्याङ्क यू फर आजको लागि अनि मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच फर टुडे भिडियो राम्रो लाग्यो भने प्लिज लाइक गरिदिनु होइन केही सजेसनहरू कमेन्टहरू गरिदिनु होला र नयाँ हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला गाइज सो थ्याङ्क यू फर टुडे सो सी यू टुमोरो गाइज थ्याङ्क यू सो मच बाई बाई लभ यू